हेलो, हामी चाहिँ आज पुस 15 गते हो, वर्कसपभित्र छौँ। एकदम जाडो भइरहेछ। जाडो भएको यहाँ चाहिँ यो हाम्रो सिआर भन्ने मोला बाँदर डाइरिया चाहिँ मजाले घटिरहेछ होइन। भिडियो हाम्रो कार्की बस राजेशजी केही भन्नु छ हजुरलाई? केही छैन भने एकदम राम्रोसँग उहाँ हुन्छ राइडर किरण। साइडमा सिसी क्यामेरा छ भन्ने थाहा नभएको पनि होइन, सर आएर गाली गर्नुहुन्छ भन्ने थाहा नभएको पनि होइन, तर पनि यी दुई बालकहरूलाई कुनै कुराको डर छैन। एकजना चढ्ने एकजना गुडाउने मस्त रमिरहेछन्, खेलिरहेछन्। हाम्रो सोझो ग्रुप गरौँ के छ आयुष ठिक छ। हाम्रो केटाहरू सक्दैन, खाने मात्र छ, पढ्ने छैन। हेर्न त्यहाँ मर के जिए एक पल तो अब हमें जीने दो सारी उम्र हम मर के जिए एक पल तो अब हमें जीने दो ना 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 ना। Give me some sunshine, give me some rain, give me another chance to go up once again. Give me some sunshine, give me some rain, give me another chance to go up once again. Give me some sunshine, give me some rain, give me another chance to go up once again. बचपन तो गया, जवानी भी गई, एक पल तो अब हमें जीने दो ना 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 ना। Give me some sunshine, give me some rain, give me another time to go up once again. Give me some sunshine, give me some rain, give me another time to go up once again.
तर छुँदै छुँदैन चाहिँ तर तलैसम्म लानुपर्ने कि राजेशले सक्दो रहेछ सक्दो रहेछ यही त हो नि बाटो लग्यो पछाडि पछि हेर्दाखेरि मजा आउँछ क्या। डेट कति हो? 2078 साल साउन 25 गते। जहाँ जानुभन्दा 15 दिन अगाडि हामी चाहिँ आज गोरखनाथ डाँडोमा उक्लिँदैछौँ। राजेश कार्की, निशान भण्डारी, निकेश नामै बिर्सेछ। अब लकडाउनको प्रगति भन्नुपर्छ यसलाई चाहिँ। हाम्रो निशान प्यातेजी उहाँ चाहिँ आफै एकदम ह्यान्डसम भनिरहनुहुन्छ। अब तपाईँहरू भनिदिनुहोस्। हामी देख्न सक्छौँ यहाँ पनौती रोसी खोला बगिरहेको छ।
अविरल बग्दछ रोसी भने जस्तै हिँड्न त टन्नै पर्ने रहेछ नि पहिलोचोटि हिँडेर पानी पऱ्यो के त सिँढी पनि छ यहाँ बाटो एकदम ठिक छ हामी जोडिँदै गरौँला अब तपाईँहरू त्यही हो राम्रोसँग बस्नु होइन के भन्नु छ र अरू त अब जिन्दगी यस्तै हो एक्जाम छ 9 गतेदेखि टेन्सन छैन टेन्सन छैन हामीलाई अब यस्तै हो अब होम सेन्टर परेको छ तपाईँहरू सिटिभिटीको पेज हेर्नुहोस् बुझ्नुहुन्छ पीडा स्कुलले हल्का अब सहयोग गर्छ किनकि स्कुलकै अब एकजना पनि पास भएनन् भने त बेजत हुने कुरा पनि भयो अलिक सजिलो थियो ठिक छ अब त्यही हो कुरो है त त्यसलाई नि हामी चाहिँ आज जन्थेढुङ्गा चोकतिरबाट आएको चोकतिरबाट आउँदै जन्थेढुङ्गासम्म जाने क्रममा छ हाम्रो इसान भाइ अलिकति यहाँ किसानजीको नयाँ जुत्ता अनुहारभन्दा पनि हामी भुइँतिर नै फोकस गर्न चाहन्छौँ नयाँ जुत्ता नयाँ ज्याकेट अनुहार त त्यो मैले नाकले ढाकिदिन्छ अनुहार अहिले अलिक राम्रो छैन मलाई भेडाहरू यस्तै छ रमाइलो गर्दै हामी चाहिँ लागिरहेको छौँ के हो कता हो कताको चोकतिर हो ल केटाहरू जन्थेढुङ्गाको चोकतिर लमक लमक अघि बढिरहेछन् हाम्रो आइस्ताल भरिया बोकिरहेको छ खानेकुरा भनेपछि यहाँ हामीले रोड भेटाइसकेका छौँ र अब रोडबाट कतापट्टि जाने भन्ने हामी कन्फ्युज भइरहेका छौँ बस्तीमा आइसक्यो अब हामीलाई केहीको हामी मकै पनि तलतिरै होला जस्तो लाग्छ माथि काली ठाउँतिर हाम्रो यी इसानको जुत्ता एकचोटि फेरि दर्शन गरौँ ज्याकेट चाहिँ खोइ ज्याकेट जन्थेढुङ्गाको यो भ्यू हेर्न सक्नुहुन्छ हामी चाहिँ यहाँ पानी परेर कुदिरहेका छौँ कुदिने क्रममा दुईजना साथीहरू माथि छन् माथिबाट आउँदैछन् केटाहरू यहाँ चिप्ली दौडिँदैछन् नमस्ते केटा पानी परेर हामी चाहिँ दौडिसकेका छौँ अब उहाँ तल एउटाको के अरे के भन्थ्यो नि यो लडाइँ बेलामा अब म लडेँ के गर्नु म लडेँ यो चाहिँ म लडेको हो साग ठोकिसक्यो मेरो अर्को मोटा दाइ आउँदैछ नि के बात तपाईँको त आँट थियो त अनि छैन यस्तो नचाहिने कुरामा मेरो आँट छैन दाजु मेरो पनि म जस्तो आँट गरेर हेर्नुहोस् त देखियो कहाँ से आया
लाग्दैन हो तिमीलाई हजुर पानी ढाकाको साइमनको आँखाको झिल्के मजुरा ख्याल माया लाग्दैन हो तिमीलाई हजुर साइकल लिएर आएको आज होइन त्यो गिट्नु सक्छ साइकल लिएर आएको आज मेरो होइन त्यो ए 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 तिमी यसै नजानु म उसै ढाकाए नभन्यो तिमीलाई न मैले बोलाए कति सपनाए परेलीमा बस्न कति सपनाए परेलीमा बस्न नसोध्यो तिमीले न मैले सुनाए तिमी त्यसै लगायो म उसै ढाकाए बोल्यो तिमी जिन्दगी सरर मोटर गाडीमा जिन्दगी सरर मोटर गाडीमा वाह यो चाहिँ होइन यार यो चाहिँ एकदम सही पावर हो तँ आफै आउँछ क्लियर गरे ल स्टार्टर मोटर भयो अहिले कस्तो मजा आउँछ वाह यो चाहिँ सही हो अब त आउनुपर्छ नि भाइ सुपर चार्जरमा चाहिँ इन्जिन स्टार्टिङको क्रममा डिस्ट्रिब्युसन सिस्टममा भएको कुनै पनि एउटा मेकानिजमले त्यसलाई चलाउँदाखेरि इन्जिनको पावर त त्यहाँबाट उसलाई पनि चाहिन्छ